मेरो युट्युब च्यानलमा तपाईँहरू सबै बियर साथीहरूले चाहिँ स्वागत छ है। आजको यो भिडियोमा चाहिँ हामी सर्ट भिडियोहरू चाहिँ कसरी अपलोड गर्दा भाइरल हुन्छ भन्ने विषयमा चाहिँ कुरा गर्छौँ। मैले तपाईँहरूलाई लाइभ प्रुफ पनि मैले सर्ट भिडियो अपलोड गरेर पनि देखाउँछु कसरी भाइरल हुन जान्छ त ल हेर्नु है। मैले अहिले तपाईँहरूलाई मेरो युट्युब च्यानलको सर्ट भिडियोहरूको यो भ्युजहरू हेर्नु त कति कति आएको छ। यो 1.1 मिलियनसम्म पुगेको छ। कसरी चाहिँ पोस्ट गर्दाखेरि तपाईँहरूको सर्ट भिडियो चाहिँ भाइरल हुन्छ भन्ने विषयमा चाहिँ कुरा गर्छौँ है। तपाईँहरूले अपलोड गर्दाखेरि यसरी प्लस आइकनमा थिच्नु होला। युट्युब च्यानलको एप्लिकेसनमा गएर तल प्लस आइकन भन्ने छ, त्यसमा चाहिँ प्लस आइकन थिचेर तपाईँहरूले एउटा आफ्नो कुनै सर्ट भिडियो चाहिँ रेसियो चाहिँ 16:9:16 मा हुनु पऱ्यो है। 9:16 मा भएको भिडियो चाहिँ यसरी सिलेक्ट गरेर तपाईँहरूले त्यसमा चाहिँ अब भिडियो को तपाईँहरू कुन भिडियो हो त्यसको आधारमा चाहिँ तपाईँहरूले केही कुरा भिडियोको बारेमा लेख्नु होला। सर्ट एन्ड स्विट लेख्नु होला, जसले गर्दाखेरि धेरैभन्दा धेरै मान्छेहरूले हेरुन् के यो भिडियोभित्र के रहेछ भनेर। यसरी बाहिर सानो सस्पेन्स खालको चाहिँ कुनै एउटा भाषा लेख्नु होला है। मैले चाहिँ यहाँ नेपाली पनि लेखेको छु, तपाईँहरूको इङ्ग्लिसमा पनि दुइटै लेखेर मैले यो भिडियोको साइज अनुसार त्यो भाषालाई चाहिँ ठिक्क प्लेसमेन्ट मैले तलतिर गरेको छु, किनकि माथिपट्टि भिडियोको पुरै भिडियोलाई त इफेक्ट नपारोस् भनेर चाहिँ यसरी राखेको छु। तपाईँहरूले पनि मैले सिकाएको जस्तै इन्स्ट्रक्सनहरू चाहिँ फलो गरेर एकचोटि भिडियो अपलोड गर्नु त 100% भाइरल हुन्छ है। तर त्यसको लागि तपाईँहरूको कन्टेन्ट चाहिँ के छ भन्नेतिर पनि अलि त्यसमा पनि भर पर्छ है। कन्टेन्ट चाहिँ कुन खालको छ, अहिले चलिरहेको कन्टेन्ट छ कि तपाईँहरूको अहिले ट्रेन्डिङमा अहिले के छ त त्यही कन्टेन्टहरूलाई चाहिँ लिएर बनाउनु होला है। भएन भने तपाईँको आफ्नै ओरिजिनल कन्टेन्ट भए पनि त्यसलाई एडिट गरेर कुनै अरू भिडियो एडिटर एप्लिकेसनहरू छ, त्यो एप्लिकेसनहरूबाट चाहिँ तपाईँहरूले भिडियोलाई चाहिँ 9:16 को रेसियोमा चाहिँ सर्ट भिडियोलाई चाहिँ क्रप गरेर भोइस ओभर हाल्नुपर्ने के हाल्नुपर्ने त्यो सबै एडिट गरेर ठिक्क राख्नु होला है। यसरी मैले यो अहिले नेपालीमा चाहिँ लेखेर मैले भिडियोको बारेमा थोरै नेपालीमा लेखेँ। अब यो भ्युअर्सहरूले हेर्दाखेरि त यो यसको जे भए पनि यो लेख्दाखेरि हेर्दाखेरि भन्ने हुन्छ नि, कमेन्ट पनि हान्न खोज्छ, त्यो हो के। अब इङ्ग्लिसमा पनि लेख्छु। अब सर्ट हेर्नेले अब नेपाली नबुझ्नेले चाहिँ इङ्ग्लिस हेर्छ होइन त, त्यही भएर मैले चाहिँ यो इङ्ग्लिसमा पनि राखेको छु तलपट्टि नाम। तपाईँहरूले पनि यही आधारमा यसरी नै सर्ट भिडियो चाहिँ अपलोड गर्नु होला, जसले गर्दा तपाईँहरूको भिडियो चाहिँ अलिक भाइरल हुनमा धेरै हेल्प गर्छ है। यो भिडियोले चाहिँ मैले डिटेलमा मैले अन्तिमसम्म चाहिँ यो अपलोड गरुन्जेलसम्म तपाईँको पब्लिसिटी गरुन्जेलसम्मको भिडियो चाहिँ बनाएको छु। यो भिडियो चाहिँ मजाले ध्यान दिएर हेरेर मेरो जस्तै इन्स्ट्रक्सनहरू फलो गर्दै तपाईँहरू पनि अपलोड गर्नु होला। यसरी मैले अब यो टेक्स्टलाई पनि मैले म्यानेज गर्छु है। अब तलपट्टि राख्ने कि माथिपट्टि राख्ने, यसरी सार्दै यता छेउको बटन सार्दै तलपट्टि। अब माथि ठाउँ छैन नि त त्यत्रो, त्यही भएर मैले तलपट्टि राखेँ। ल यो भयो। अब मैले नेक्स्ट गर्छु है। यसलाई चाहिँ नेक्स्ट गरेँ। अब नेक्स्ट गरेँ है। यसको लागि थम्बनेल, अब भिडियो भाइरल हुन थम्बनेलको पनि धेरै ठुलो हात हुन्छ है। थम्बनेल राम्रो छ भने चाहिँ तपाईँहरूको भिडियो बढीभन्दा बढीले हेर्न रुचाउँछन् क्या, थम्बनेलको आधारमा पनि। सुरुमै थम्बनेल कस्तो छ त भन्ने हो। ल मैले नेक्स्ट गरेँ। अब यसमा क्याप्सन लेख्छु है। क्याप्सनमा के लेख्ने भने क्याप्सनमा पनि के जस्तै सस्पेन्स खालको क्याप्सन लेख्ने के हो, यस्तो क्वेसन मार्क्स जस्तो, यो के हो, यस्तो खालको। मैले कमेन्ट नेम अफ द ब्याट्सम्यान भनेको छु। सबैले ब्याट्सम्यानको नेम कमेन्ट गर्न खोज्छन्, त्यही भएर पनि बढीभन्दा बढी मान्छेहरूले चाहिँ तपाईँहरूको यो कन्टेन्ट चाहिँ हेर्छन् है। त्यही भएर मैले यता सस्पेन्स खालको अब खासमा अब क्यापिटल लेटरमै लेखेको छु है, सबैभन्दा अलिक राम्रो देखियोस् भन्ने। यसमा ह्यासट्याग पनि थप्नु होला। सर्ट्स भन्ने ह्यासट्याग चाहिँ नछुटाउनु होला कुनै सर्ट भिडियोमा है। सर्ट्स हो, सर्ट फिट हो, वाइटी सर्ट्स भन्ने यो 2-3 वटा ह्यासट्याग राख्नु होला। अनि
यो ह्यासट्याग राखिसके पछाडि तपाईँहरूले यसलाई कपी गरेर यही सेम चाहिँ डिस्क्रिप्सनमा हुनु पऱ्यो है। सुरुमै यसलाई चाहिँ कपी गर्नुहोस्। सबै कम्प्लिट भए पछाडि चाहिँ तपाईँहरूले कपी गर्नु पऱ्यो टाइटललाई र ह्यासट्याग भएको यो टोटललाई कपी गरेर तपाईँहरूले डिस्क्रिप्सनमा चाहिँ यही राख्नुपर्ने हुन्छ है। यो चाहिँ त्योभन्दा पछाडि चाहिँ अब मैले कतिवटा राखेँ भने 1 2 3वटा मैले कम्तीमा राखेँ है। यसलाई चाहिँ मैले कपी गरेँ। अब हेर्नुहोस् है, अब कपी गरेर म तलपट्टि आएँ। अब डिस्क्रिप्सन भन्ने एड डिस्क्रिप्सन भनेको छ नि, एड डिस्क्रिप्सन टच गरेर यहाँ चाहिँ मैले पेस्ट गरेँ यो सेम टु सेम माथिको। अब पेन्सिल आइकनमा थिचेर अब मैले यसको चाहिँ थम्बनेल बनाउँछु है, थम्बनेल चेन्ज गर्छु। यो प्लस आइकन पेन्सिलको आइकन छ त्यसमा थिचेँ। अब थम्बनेल कुन चाहिँ राख्ने त, मैले लेखेको क्याप्सनहरू त यहाँ छँदैछ। अब कुन चाहिँ पोजिसनमा भएको ब्याट्सम्यान कुन पोजिसनमा राम्रो देखिन्छ त, त्यही आधारमा मैले तलपट्टि स्लाइड गर्दै गर्दै यताउता अन्तिममा हुन्छ कि अन्तिमको क्लिप हुन्छ कि बिचको क्लिप हुन्छ कि सुरुको क्लिप हुन्छ मिडलको क्लिप, कुन चाहिँ क्लिपमा राम्रो देख्छ त, सबैले हेर्न रुचाउँछन् त भनेर मैले स्लाइड गर्दै एडजस्ट गर्छु। अब त्यो एडजस्ट गरे पछाडि चाहिँ मैले माथि टिक चिन्ह छ नि, टिक लगाएको, त्यो टिक लगाएको ओके। त्यसमा मैले टच गरेँ। मैले यो चाहिँ थम्बनेल है, यो चाहिँ अरू मोबाइलहरूमा देखाउँदाखेरि यो चाहिँ देखाउँछ है, यो थम्बनेल अहिले मैले सेट गरेको। अब लोकेसन चेन्ज गर्ने, लोकेसन अब आफ्नै ठाउँको राख्ने। मैले नेपाल राखेँ, म नेपालबाटै अपलोड गरिरहेको हुन्छु। अब चाहिँ अब अल्टरनेटिभ कन्टेन्टहरू छ कि छैन भन्ने, अल्टरनेटिभ कन्टेन्टमा मैले नो राखेँ किनकि आफैले बनाएको। अब चाहिँ ब्याक गर्छु, अल्टरनेटिभमा नो गरेँ। सेटिङहरू हेर्दै गर्नु होला है। अब अपलोड सर्चमा मैले टच गर्छु। अब यो अपलोड भयो। अब बाँकी सेटिङहरू अपलोड गरिसके पछाडि पनि गर्न सकिन्छ नि, त्यही भएर बाँकीको सेटिङहरू मैले अब चाहिँ यो अपलोड भइसके पछाडि अब युट्युब स्टुडियोबाट गर्छु। किनकि युट्युब स्टुडियोमा सबै डिटेलमा हुन्छ नि त, त्यही भएर मैले अब युट्युब स्टुडियो खोल्छु है। अब युट्युब स्टुडियोमा पनि तपाईँहरूको यही च्यानल नेम, तपाईँहरूले जुन आइडीबाट यो अपलोड गर्नुभयो युट्युबबाट, त्यही च्यानल आइडी तपाईँहरूको वाइटी स्टुडियोमा पनि खोलेको हुनुपर्छ। त्यसको लागि चाहिँ ल अब अपलोड हुँदैछ। अब केही क्षणमा अपलोड हुन्छ। त्यो पछाडि चाहिँ मैले सबै प्रोसेसहरू चाहिँ म तपाईँहरूको डिटेलमा भनिदिन्छु, तपाईँहरूले हेर्दै गर्नु होला है। ल अहिले मैले रिफ्रेस गरेँ, अपलोड भएको छ हेर्नु त। अब पब्लिस चाहिँ भएको छैन है, फेरि पब्लिक गरेको छैन। अब क्रोममा जाने, मैले क्रोममा अलरेडी यो क्रिकेट सम्बन्धी भिडियो हो नि, क्रिकेट ह्यासट्याग ट्रेन्डिङ भनेर सर्च गरेको, यतिवटा क्रिकेट ह्यासट्याग देखायो। मैले यहाँबाट कपी गरेँ। अब यसलाई चाहिँ डिस्क्रिप्सनमा गएर फेरि पेस्ट गर्ने हो। यहाँ कपी गरेँ, मैले यो वाइटी स्टुडियो खोलेँ आफ्नो। अब हेर्नुहोस् है, अनि वाइटी स्टुडियो खोलेर मैले तलपट्टिको त्यहाँ कन्टेन्ट भन्ने छ नि, कन्टेन्टमा टच गरेँ है। फर्स्टभन्दा सेकेन्ड अप्सनको तल किनारामा है, किनारामा मैले कन्टेन्टमा सर्च कन्टेन्टमा थिचेँ। कन्टेन्टमा थिच्दाखेरि अहिले भर्खर अपलोड गरेको सर्च सुरुकै सर्च हो हेर्नु त। सुरुकै सर्चमा टच गरेँ, पेन्सिल आइकनमा थिच्छु माथिपट्टि। अब सेटिङ त गर्नु पऱ्यो। अब पेन्सिल आइकनमा थिचेँ। अब डिस्क्रिप्सन मैले उताबाट कपी गरेको ह्यासट्यागहरू छ नि त, अब डिस्क्रिप्सनमा टच गरेँ। अघिको माथि कपी गरेको टाइटल त छँदैछ, यसमा फेरि मैले उताबाट ल्याएको ह्यासट्यागहरू पनि यहीँ पेस्ट गरेर सेभ गर्छु है। सेभ गरेँ। अब अरू ह्यासट्यागहरूको लागि पनि फेरि मैले अझै सर्च गरेको छु, ब्राउजरबाट सर्च गरेको छु, त्यहाँबाट कपी गरेर चाहिँ फेरि मैले यसलाई कपी गरेर त्यहाँ लगेर चाहिँ डिस्क्रिप्सनमा लगेर पेस्ट गरिदिन्छु है। जुन सम्बन्धीको छ त्यही सम्बन्धी सर्च गरेर यता आएर कपी पेस्ट गरिदिनु होला, सजिलो हुन्छ नि। लेख्दा यत्रो ह्यासट्यागहरू कसरी लेख्ने त, त्यहाँबाट सर्च गर्दा झन् राम्रो। अब प्रायः च्याट जिपिटीबाट पनि सर्च गर्दा हुन्छ। ल मैले फेरि पेन्सिल आइकनमा थिचेर फेरि डिस्क्रिप्सनमा गएँ, फेरि यहाँ आएर पेस्ट गर्छु है। यतिवटा ह्यासट्याग भइपुग्छ, हामीलाई काफी हुन्छ है। अब यसमा चाहिँ ठुल्ठुलो युट्युबरहरूलाई मेन्सन गर्नु होला, किनकि त्यहाँको उहाँहरूको सब्सक्राइबरहरूले पनि यो तपाईँहरूले मेन्सन गर्नु भने तपाईँहरूको यो सर्ट भिडियो उहाँहरूले पनि हेर्न पाउनुहुन्छ। त्यही भएर है मैले यो ठुल्ठुलो युट्युबरहरूलाई चाहिँ मेन्सन गरेको छु। हेर्नु है, मैले कम्तीमा 5-6वटा ठुलो युट्युब च्यानलहरूलाई चाहिँ मैले
मेन्सन गरेर यसलाई पनि ब्याक गरेर फेरि सेभ गर्छु है। सेभ गऱ्यो भने के हुन्छ भने पछि फेरि एडिट गर्न झ्याउ लाग्छ नि त। त्यही भएर अहिले सेभ गरेर राख्नुपर्छ। मैले यो सबै लगभग 8वटा जति च्यानलहरूलाई चाहिँ मैले यहाँ मेन्सन गरेको छु। अब यति 8वटा च्यानलहरूको सब्सक्राइबरहरूले पनि मेरो भिडियो हेर्छन् है। त्यही भएर यहाँ चाहिँ मैले मेन्सन गरेर राखेको। बाँकी अब ब्याक गर्ने, अब सेभ गर्छु है। फेरि अझै बाँकी छ है, धेरै कुरा सेटिङहरू मिलाउन बाँकी छ। फेरि पेन्सिल आइकनमा थिचेँ, फेरि मोरमा थिचेँ। अब चाहिँ मैले तल अल ट्याक्स भन्ने छ लास्टको, हेर्नु त क्याटेगोरी ट्याक्स भन्ने छ। अब मैले यो क्याटेगोरीमा चाहिँ फिल्म एन्ड एनिमेसन भएको रहेछ। मैले यहाँ चाहिँ स्पोर्ट्स राखेँ है, किनकि स्पोर्ट्स सम्बन्धीको नि मैले अपलोड गरेको भिडियो। यसलाई पनि सेभ गरेँ। फेरि पेन्सिल आइकनमा थिच्छु। सेभ गरिसके पछाडि फेरि त्यही सो मोरमा, फेरि तल लास्टको अप्सनमा अनि चाहिँ अब चाहिँ ट्यागहरू लेख्छु है। तल ट्यागमा टच गरेर ट्यागहरू मैले के लेख्छु भने तपाईँहरूको यो क्रिकेट रिलेटेड भिडियोहरू छ नि त, मैले क्रिकेट रिलेटेडै भिडियोहरूको ट्यागहरू लेख्छु है। क्रिकेट अपडेट, क्रिकेट न्युज, यसरी के पिएसएल क्रिकेट गेम्स अनि एसियन गेम्स हाइलाइट्स, यसो क्रिकेट गेमकै बारेमा तपाईँहरूले पनि आफ्नो भिडियो जुन भिडियो छ त्यो प्रकारको चाहिँ ट्यागहरू राख्नु होला। यो ट्यागको काम के हुन्छ भने तपाईँहरूले अब अरूहरूले सर्च गर्दाखेरि तपाईँहरूको भिडियो अलिक बढीले हेरिरहेको हुन्छ भने तपाईँहरूको भिडियो उहाँहरूको पनि मोबाइलहरूमा सो गर्छ कि, उहाँहरूको आइडीहरूमा सो हुन्छ। यो सर्च हान्ने बित्तिकै तपाईँहरूको भिडियो देखा पर्छ क्या उतापट्टि। त्यही भएर यो ट्यागहरूको पनि अलि ठुलै रोल हुन्छ यसमा चाहिँ तपाईँहरूको। त्यही भएर ट्यागहरू लेख्दा चाहिँ विषय सम्बन्धितै लेख्नु होला। तपाईँ क्रिकेटको हो भने क्रिकेटैको कुराहरू लेख्नु होला। तपाईँको एजुकेसनल हो भने एजुकेसन सम्बन्धीकै लेख्नु होला। नलेज सम्बन्धीको हो भने के नलेज दिन खोजेको त्यो ट्यागहरू चाहिँ। अनि तपाईँहरूले सर्च गर्दा कसरी चाहिँ तपाईँहरूको भिडियो छिटोभन्दा छिटो देखियोस् त, त्यही प्रकारले चाहिँ तल राख्नु होला है। अनि मैले चाहिँ यहाँ क्रिकेट सम्बन्धीकै कम्तीमा 10-12वटा जति ट्यागहरू राखिदिन्छु कम्तीमा। अब ठुल्ठुलो ट्यागहरू राख्नुहुन्छ भने 4-5वटा मजाले अरूले सर्च गर्ने खालको ट्यागहरू राख्नु होला। मैले पनि अरूले सर्च गर्ने खालको मोस्ट विकेट इन आइपिएल, यस्तो एनपिएल गेम्सहरूको बारेमा मैले यसरी नै ट्यागहरू राखेको छु। अब यो ट्यागहरू पनि अब 10-12वटा पुगे पछाडि चाहिँ काफी हुन्छ है। कम्तीमा 5 त राख्नु होला तपाईँहरूले। कम्तीमा 5 राख्नुभयो भने सजिलो, किनकि सर्च गर्नेहरूले थुप्रै कुराहरू लेखेर सर्च गर्छ नि त। तपाईँहरूले लेखेको कुराहरू उता म्याच भयो भने तपाईँहरूको भिडियो उहाँहरूको मोबाइलमा चाहिँ सुरुमै देखिन्छ। त्यही भएर ट्यागहरू यसरी राख्नु होला। फेरि यो ट्यागहरू लेखिसके पछाडि चाहिँ मैले अब यसलाई चाहिँ ब्याक गरेर फेरि यसलाई पनि सेभ गर्छु, ताकि फेरि पुनः अब सेभ गरेको चिज त अब सेभ भएर बस्छ नि। अब सेभै गरिएन भने चाहिँ फेरि लेख्नुपर्ने हुन्छ कि यत्रो कुराहरू, फेरि घरिघरि कति लेख्ने होइन। त्यही भएर पनि सेभ गरेर राख्नु होला है। ठाउँ एकचोटि सेभ गर्दै फेरि लेख्दै सेभ गर्दै राख्नु होला। मैले चाहिँ फेरि ब्याक गएँ, 1 स्टेप ब्याक अनि सेभ, माथि कर्नरमा राइट कर्नरमा चाहिँ सेभ भयो। अब चाहिँ लगभग धेरै कुराहरू चाहिँ यहाँ चाहिँ कम्प्लिट भयो। फेरि पेन्सिल आइकनमा थिच्छु। पेन्सिल आइकनमा थिचे पछाडि फेरि मोरमा थिच्छु। अब सबै चेक गर्छु, यहाँ सबै ठिक छ है। अब भिजिबिलिटी मात्रै हो कि, अब भिजिबिलिटी अब अडियन्स चाहिँ तपाईँहरूले किड्सहरूको लागि हो भने अडियन्स इट्स मेड फर किड्समा लाउनु, होइन भने नो इट्स नट मेड फर किड्स भन्नेमा चाहिँ टच गरेर सेभ गर्नु होला है। अपलोड गर्दाखेरि यो कुरामा चाहिँ मजाले ध्यान दिनु होला। बाँकी अब यति गरिसके पछाडि त तपाईँहरूले अब चाहिँ भिजिबिलिटीमा टच गरेर पब्लिकमा पोस्ट गर्नु होला। ठिक्क टाइमको आधारमा मैले चाहिँ सधैँ बेलुकातिर पोस्ट गर्ने गर्छु। अनि सेभ बटनमा गएर चाहिँ तपाईँहरूले सेभ गरेर राख्नु होला। अनि पछाडि चाहिँ तपाईँहरूको भिडियो चाहिँ पब्लिस हुन जान्छ। अनि एकछिन आधा घन्टा 1 घन्टा पछाडि हेर्नु होला तपाईँहरूको भिडियो धेरै भ्युअर्स साथी